हेलो गाइस, आज चाहिँ मेरो बहिनीको बर्थडे हो। सो यहाँ चाहिँ हामी चाहिँ म र मेरो दिदी भएर बर्थडेको तयारी गर्दैछौँ। यहाँ डेकोरेसनहरू गर्दैछु म र दिदी भएर। र यहाँ साथै बहिनीको बर्थडे केक पनि आइसकेको रहेछ। बर्थडे हो, उहाँ चाहिँ बहिनीको मम्मी हो, मेरो चाहिँ काकी हो। सायदको बहिनी चाहिँ सायदै खुसी छ, उसकै बर्थडे गरेको जस्तै पुरा खुसी छ क्या। एकदम केक काट्नु लागि नटुर भएर आएको थियो नि त, पुरा खुसी छ। आफ्नो बर्थडेमा चाहिँ यस्तो थिएन नि, पुरा रोइरहेको थियो। दिदीको बर्थडेमा चाहिँ अब पुरा तङ गरेर केक काट्ने भनेर रोएर कस्तै भइरहेको थियो। यहाँ चाहिँ नानी बहिनीको चाहिँ ठुलो मामा हो, मेरो पनि ठुलै मामा हो। उहाँ चाहिँ बहिनीको मम्मी मेरो काकी हो। र यता चाहिँ ऊ चाहिँ मेरो यो हो, मतलब दिदीको छोरा हो, गाउँको दिदीको छोरा। र यहाँ बहिनीको बर्थडे गिफ्ट चाहिँ अनबक्सिङ गर्दैछ, कसले चाहिँ के दियो भनेर अनबक्सिङ गर्छु। नाम त थिएन, पहिल्यै बहिनीले सबै खोलिसकेको रहेछ गिफ्टहरू, कुन कुन थियो त्यसमा चाहिँ नामहरू थिएन। यहाँ गोल्डन कलरको यो थियो, त्यो चाहिँ मैले बहिनीलाई दिएको थियो। यो गोल्डन कलरको जुन चाहिँ छ बर्थडे गिफ्ट, त्यो चाहिँ मैले दिएको बहिनीलाई। धेरै त दिनु सक्दैन, अब के गर्नु, सानोतिनो हो दिएँ। जब पैसा हुन्छ मेरोमा तब केही दिउँला, अहिले चाहिँ मेरोमा पैसा थिएन। सो मेरो पनि अब डक्टर देखाउनु के गर्नु, म त्यतिमै भइरहेको थियो, खर्च भइरहेको थियो। त्यही भएर चाहिँ बहिनीलाई सानो गिफ्टमा सानो दिएको। सानो दिए पनि बहिनी चाहिँ बर्थडे गिफ्ट पाएर पुरा खुसी भइरहेको थियो। वा यति साह्रो त्यही भनेर पुरा खुसी भइरहेको थियो। अनि यता साथै अर्को पनि गिफ्ट ल्याएर दियो बहिनीको मम्मीले। त्यहाँ चाहिँ एउटा कप थियो र साथमा चाहिँ एउटा कपडा थियो, हाफ प्यान्ट र भेस्ट थियो। यो चाहिँ बडीले किनिदिनु भएको, घर छेउको बडी छ, उहाँले किनिदिनु भएको। यो चाहिँ बर्थडे गर्लकै चोइसमा किनिदिएको गिफ्ट, यो कपडा चाहिँ। ल आज चाहिँ बर्थडेको उपलक्ष्यमा बहिनी घरमा यो बनाएको थियो बिरयानी। सो मैले पनि खाएँ है त। ल यो भ्लग चाहिँ यहीँ एन्ड गरिदिन्छु।